गुलियो जेरी हौ गुलियो जेरी हौ हेलो हाई नमस्ते तपाईहरुलाई मेरो डेली ब्लगमा स्वागत छ। होइन होला के हो आज चाहिँ हामी भ्रमणको लागि बाहिर निस्केका छौं। यस्तो रमणीय दृश्य बिहान निस्किने बेलामा चाहिँ त्यति साह्रो मुड राम्रो थिएन। मैले स्टार्ट गरेको छु अन्तिमसम्म हेरेर साथै होला। हावा चलिरहेछ कि पुरा हिरोवाला फिलिङ्स आइरहेछ। फुलबारीमा फुलै फुलको मौसम, यस्तो फुलहरूको डेकोरेसन तपाईहरु देख्न सक्नुहुन्छ। कापुङ सेमिसायो वाह यस्तो राम्रो छ, यस्तो दामी बनाएको रहेछ। यहाँ राति चाहिँ रमणीय जस्तो लाग्छ। हाम्रो साथीहरु यहाँ पुरा रमाइलो। ओ लाली हाम्रो अङ्कल आन्टीहरु यहाँ गाडी लिएर ड्याममै घाममा बसेर खाँदै हुनुहुन्छ। क्या रमाइलो छ यहाँ जिन्दगी। अहिले चाहिँ यसो पात पहेलिने सिजन छ अनि रमणीय दृश्यहरू तपाईँ देख्न सक्नुहुन्छ। यो माथि चाहिँ के उत्तर कोरियालाई हान्ने मिसाइल हो कि के हो? जाउँ खज खज ढकमक्कै स्वागत गरिरहेछ पर्यटकहरूलाई। भन्नको मतलब हामीलाई स्वागत गरिरहेछ फुलहरूले यहाँ, होइन? यहाँ हाम्रो अगाडिको सर चाहिँ के भन्नु हो तपाईँ नाम? डायमन्ड अधिकारी सुदूरपश्चिम। उहाँ सुबके राई खोटाङको हाम्रो राई हुनुहुन्छ। म चाहिँ सुदूर पूर्वको परे। हामी त्यस्तो छौँ यहाँ। वाकको यात्रा सुरु भएको छ। हो कहाँसम्म पुगिने हो यो? अरे बापरे बापरे, मान्छेको फर्किने जाने क्रम जारी नै छ। ओहो यो हो नि त स्काई वाक भनेको त। माथि माथि यहाँले यस्तो खोलाको माथि माथि हिँडाएर यहाँ चाहिँ नवजोडीहरूको फोटो खिचाइ कार्यक्रम हो कि क्या हो? कहिले पुग्नु पर्यो? न्युटन ने मसिस फर्किनु अरे। हामी चाहिँ बिच बाटोमा पुग्दा पुग्दै फर्कियो। लु फर्क्यौँ कापुङ खाल 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 हिरा राखो हामीले छनुन सालबुन पुरी नरे हागे सुनिदा नेपालमा लो गुलियो जेरी हौ गुलियो जेरी हौ तिमी त मेरी हौ तिमी त मेरी हौ मायालाई पानको पात अरूलाई धनको पात ए मायालाई पानको पात अरूलाई धनको पात अरूलाई धनको
पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात 열심히다. 자, 노래 잘 부르죠? 그 다음에 스리랑카. हाम्रो 없네? साथीले चाहिँ यहाँ पुरस्कार पनि 스리랑카 पाइसक्नु 노래 हो 없어요? गीत गाएर 누구? 아니면 다른 나라 यस रमाइलो हुँदैछ 누가 부를걸? 해봐요. 자, 부르는데 박수 부탁드리겠습니다. Falling through especially for me, and the reason is here, it's because you are here. You're the nearest thing to heaven that I've seen. I'm on the top of the world looking down on creation, and the only explanation I can find is the love that I found ever since you've been around. Your love's put me अब at पेट the पूजा हुने कुरा छ ने मिठो मानेर खा भन्छ त खाने ठाउँ चाहिँ यता रहेछ हाम्रो पेट पूजाको लागि तयारी हुँदैछ अगाडितिर हाम्रो प्रसादहरू तम तयारी छ अरे हामी छिर्दैछौँ यहाँ चाहिँ गोरुको मासु पनि पाउँछ भङ्कुरको मासु नि पाउँछ मासु नखानेलाई सागसब्जीको व्यवस्था पनि छ भन्ने कुरा छ अरे प्याकम प्याक छ हाम्रो यहाँनिर पुरा प्रसाद तयार भइसकेको छ यहाँ अरे यो हो आज खाना घाँस पात मात्रै छ त खाने नै सोखोगेको नि घाँस पात पकाउने यो रातो रातो चाहिँ गोरुको मासु हो गोरुको हाम्रो मिसले चाहिँ पकाउँदै हुनुहुन्छ यहाँ पकाउन आउँदैन भनेर पेट पूजा गरिसकेर हामी चाहिँ फेरि अर्कै ठाउँ प्रस्थान भइसकेका छौँ र यहाँ आइपुग्यौँ यो माथि जानुपर्ने कुरा छ कताबाट हामी जान्छौँ जान चाहिँ हावा पनि चलेकोले गर्दाखेरि घाम लागेर खासै गर्मी भएन अनि हामी अगाडि बढ्न चाहन्छौँ खै कता कता कुदा छ जङ्गलभित्र बाँदरै बनायो हामीलाई त यहाँदेखि त ने यहाँ फोटो खिच्ने कुरा छ जङ्गलको बाटो यहाँ फोटो खिच्ने कुरा छ फोटो खिच्ने फोटो पनि खिच्यो हामी अगाडि बढ्ने क्रममै छौँ यहाँदेखि उत्तर कोरिया देखिने भन्ने हल्ला छ बजारमा हो कि होइन हामी जाँदैछौँ हावा चलेर हामी तलबाट आएको निकै माथि आइपुग्यौँ हामी यो स्काई वक भन्दो रहेछ यहाँनिर आइपुगेछौँ यहाँ टपमा यहाँदेखि सानो यहाँदेखि भुइँ भने कहाँ हो कहाँ यहाँदेखि मिस यहाँ डर लागेर यहाँ यस्तो छ
हाम्रो मिस के नाच्दै हुनुहुन्छ रमाइलो भयो जोस् हामी अर्कै ठाउँमा फेरि आइपुग्यौँ यो सबै बसहरू चाहिँ हामी जस्तै घुम्न आउनेहरू होला हावा चाहिँ आज अति चलिरहेछ क्या यो फुललाई के भन्छ क्या नेपालतिर चाहिँ अब गोदावरी भन्छ के भन्छ यस्तो दामी छ है हेर्नु न यस्तो टप बुकी जस्तो बनाएर फुला छ यतातिर मेरो नानी बाबुहरू जस्तै देखिने हो फुलको बगैँचामा हामी हराइसक्यौँ जाडो भनेको थामी नसक्नुपर्छ जाडो भन्दा पनि आज हावा चल्यो क्या हावाले हो विशेष गरी यहाँ नवा दुलही दुलहाहरू फोटो खिच्दै हो यता चाहिँ बोटिङ गर्दैछु 감사합니다. ल हामी चाहिँ झरिसक्यौँ आइसक्यौँ है लगभग ल हामी चाहिँ हाम्रो गाडी चाहिँ यही थियो हामी लगभग हाम्रो ठाउँतिर आइसक्यौँ ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद अहिलेसम्म हेरेर साथ दिनुभयो